महाकुलुङ मिडिया प्रणालीको यो हाम्रो स्टाफहरूको दोस्रो बैठकमा यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। यो रात्रिकालीन हार्दिक नमस्कार अभिवादन छ र यतिखेर चाहिँ हामी खास गरी लाप्लु भन्ज्याङको निर्माण कटेज जहाँ कि हाम्रो महाकुलुङ मिडिया प्रणालीको कार्यक्रम निर्देशक हाम्रो दीपक चामलिङ ज्यूको कटेजमा रहेका छौँ र विशेष गरेर हामी यो रात्रिकालीन अवस्थामा यहाँहरूसँग बैठक सम्पन्न गर्नको पछाडि चाहिँ खास गरी दिनभरिको हाम्रो काम एकदमै चापाचाप रहेको छ र विशेषतः काम सँगसँगै अलिकति यो निर्माण कटेज नै हामीले पहिलो बैठक पनि रोज्यौँ र दोस्रो बैठक पनि यो ठाउँलाई रोज्नुको पछाडि चाहिँ एकदमै यहाँ शान्त वातावरण अनि एकदमै स्वच्छ हावापानी र एकदमै यहाँ बैठक सम्पन्न गरेर राति निदाएर बिहानै मिरमिर उज्यालोसँगै सनराइजको दृश्यहरू हिमालका विभिन्न गणेश हिमालदेखि लिएर धेरै थुप्रै हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ। लगायत विशेष गरेर यहाँको प्रकृतिसँग रम्न पनि पाइने र एकदमै विशेष गरेर एकदम मुड फ्रेस हुने एकदमै सहरभित्र राजधानीभित्र एकदमै तछाड मछाडसँगै हाम्रो कामहरूमा मात्रै व्यस्त रहँदा पनि खास गरी एकदमै दिमाग थकित भइरहेको अवस्थामा लाप्लु भन्ज्याङमा यो निर्माण कटेजमा हामी एकदमै फ्रेस पनि भइन्छ र बैठक सँगसँगै अलिकति फ्रेस हुनको लागि पनि यो स्थानलाई हामीले रोजिरहेका छौँ र दोस्रो बैठक पनि हामी सम्पन्न गर्न लागिरहेका छौँ र हाम्रो कार्यक्रम निर्देशक दीपक चामलिङज्यू, हाम्रो सम्पादक राजेन्द्र केरङज्यू, हाम्रो चाहिँ मार्केटिङ डिरेक्टर ऐश्वर्य श्रेष्ठज्यू, हाम्रो भिडियो एडिटर टेक्निसियन सिजन श्रीज, त्यसपछि हाम्रो रेगन भाइ लगायत हाम्रो समग्र उपस्थित रहेको छ र आजको बैठक चाहिँ एकदमै हामीले छोटो समयमै तय गऱ्यौँ किनभने अलिकति म पृष्ठभूमि यहाँलाई सुनाउन चाहन्छु र लाइभबाट पनि हामीलाई देश विदेशबाट जोडेर हामीलाई वाच गरिराख्नु भएको छ, सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ हाम्रो प्रिय शुभचिन्तकहरू, दर्शक श्रोताहरूले। गएको केही समय अगाडि हामीले मुकुमलुङको केसलाई निरन्तर उठाइरहेका छौँ। मुकुमलुङमा केबल कार निर्माण भइरहेको छ र राज्यले एक किसिमको कानुनी प्रावधानहरू पुरा गरेर निर्माण कम्पनीले निर्माण गरिरहेको छ। त्यो केस अर्थात् त्यो रिपोर्टिङ चाहिँ हामीले फिल्ड रिपोर्टिङको लागि हाम्रो रिपोर्टर रेगन राईलाई हामीले त्यहाँ पठायौँ। त्यहाँ पठाइसके पछाडि अलिकति हामीलाई चाहिँ प्रहार भइरहेको छ एकदमै क्रमबद्ध रूपमा। खास गरी त्यहाँ हाम्रो क्यामेरा खोसियो, त्यहाँ निर्माण पक्षको ठेकेदारको चाहिँ सहयोगीहरू मार्फत हाम्रो क्यामेरा खोसियो। क्यामेरा खोसिसके पछाडि हामीले त्यहाँको सिडिओ साहबदेखि लिएर त्यहाँको डिएसपी साहबसँग समन्वय गर्दा 9 घन्टा पछाडि लगभग हाम्रो क्यामेरा रिटर्न आयो र रिटर्न त आइसक्यो, तर रिटर्न आउँदै गर्दाखेरि हाम्रो त्यहाँभित्रको चिफ्ट जुन एसडी कार्ड चाहिँ एकदमै उनीहरूले ड्यामेज गरेर त्यहाँ बेलुकासम्म खिचेका फुटेजहरू चाहिँ पुरै ड्यामेज भएर हाम्रो क्यामेरा रिटर्न भयो। त्यस पछाडि त्यसको केही समय पछाडि लगभग करिबन मलाई ठ्याक्कै समय त क्यालकुलेसन हामीले गरेनौँ, तर हप्ता 10 दिन पछाडि फेरि प्रेस काउन्सिल मार्फत हामीलाई चाहिँ फोन आयो, तपाईहरूको चाहिँ जुन न्युज सम्प्रेषण एक पक्षीय भयो, एक ढङ्गले भयो, यो चाहिँ नगरिदिनुहोस् भनेर भन्नुभयो। अनि मैले भने ठिक छ, त्यो चाहिँ अब निर्माण कम्पनीको चाहिँ उहाँहरूको प्रेस मिटदेखि लिएर माननीय योगेश भट्टराईको प्रेस मिट पनि हामीले कभर गरेका छौँ। उहाँहरूको पनि जे जति कार्यक्रमहरू भइरहेको छ त्यो हामीले कभर गरिरहेका छौँ र सार्वजनिक रूपमा निर्माण केबल कार नो केबल कार पक्षले गरिरहेको जुन सार्वजनिक कार्यक्रमहरू हामीले कन्टिन्यू कभर गरिरहेका छौँ। हामीले एक पक्षीय गरेका छैनौँ भनेर भनिसके पछाडि तपाईँहरूले केबल कारको विषयमा अब प्रसारण थप चाहिँ अगाडि नबढाउनुहोस् भनेर हामीलाई एक किसिमको त्यो खालको सुझाव पनि आयो। त्यस पछाडि फेरि अब सार्वजनिक रूपमा कार्यक्रमहरू त भइ नै रहन्छन्, त्यो भइरहँदाखेरि हामीले निरन्तर रूपमा जे कार्यक्रमहरू भयो सार्वजनिक रूपमा माइती घरमा, त्यस पछाडि विभिन्न ठाउँहरूमा प्रेस मिटका कुराहरू हामीले प्रसारण गर्दै आइरहेका छौँ। त्यो बिचमा हाम्रो चाहिँ पेज जुन फेसबुक पेज 1,39,40,000को हाराहारीमा हाम्रो पेज छ। 21 तारिक हामीले चाहिँ केही डलर प्राप्त गर्नुपर्ने 19 तारिकमै ह्याक भइदियो। त्यो चाहिँ ह्याक भन्दा पनि मोनिटाइज चाहिँ अफ भइदियो अनि त्यसरी पनि प्रहार भयो। अनि
त्यस पछाडि पछिल्लो समय चाहिँ अस्ति गएको लगभग आज 6 दिन भयो क्यार 6 दिन अगाडि मात्रै रातिको 1:41 हाम्रो दुईवटै युट्युब च्यानल महाकुलुङ टेलिभिजन र पोडकास्ट पनि अस्ति भर्खरै हाम्रो लगभग गएको महिना मात्रै मोनिटाइज भएको थियो। त्यो दुईटै ह्याक भयो। त्यो ह्याक भएपछि पछाडि क्रमबद्ध रूपमा यो एकदमै सुनियोजित ढङ्गले एकदमै नजिकै साथीहरू अर्थात् चाहिँ चिनिरहेकै हाम्रै चाहिँ नेपाली नागरिकहरूले नै कमसेकम हामीलाई प्रहार गरिरहेको हो भन्ने हाम्रो चाहिँ ठम्माइरहेको छ। जसले गर्दाखेरि हामी सत्कर्म गरिरहेका छौँ, हामीले सत्कर्म गर्दै गर्दाखेरि पनि यस्तो खालको प्रहारहरू हामीले सहिरहेका छौँ। तर अब सकुशल त्यो दुईवटा हाम्रो महाकुलुङ टेलिभिजन र पोडकास्ट विथ अजय अलङ्कार चाहिँ हाम्रो 3 दिनको निरन्तर प्रयास पछाडि हाम्रो टेक्निसियन हाम्रो भिडियो एडिटर हैन एकदमै युट्युबको चाहिँ मास्टर नै म भन्ने गर्छु हाम्रो सृजन श्रीज मेरो प्रिय भाइले रिटर्न रिकभर चाहिँ एकदमै सकुशल ल्याउन सफल भएको छ। जसले गर्दाखेरि पनि हामी यो एकदमै आकस्मिक बैठकमा उहाँलाई केही सम्मान अर्थात् उहाँलाई केही चाहिँ पुरस्कार पनि वितरण गर्नेछौँ, प्रदान गर्नेछौँ। किनभने उहाँसँग भएका त्यो क्षमता चाहिँ एउटा अद्भुत क्षमता हो। त्यो सबैलाई यस्तो खालको समस्याहरू परिरहन्छन् जसले गर्दाखेरि यो चाहिँ विश्वले बुझोस्, राज्यका धेरै नागरिकहरूको यस्तो भइरहेको हुन्छ, त्यो सबैले बुझुन् र तपाईँहरूको पनि समस्या भइरहेको छ भने हाम्रो सृजन श्रीजलाई कन्ट्याक्ट गर्नुहोला, महाकुलुङ मिडिया प्रणालीलाई कन्ट्याक्ट गर्नुहोला भनेर पनि हामी चाहिँ भन्न चाहन्छौँ। र धेरै चाहिँ त्यो एकदमै रातिको 1:41 बजेबाट त्यो ह्याकरको हातमा गएपछि लगभग 10-11वटा मेल आएको रहेछ। अब त्यो पुरै चाहिँ हाम्रो मेल चेक गर्ने कुरै भएन। राति हामी सुतिसक्यौँ, बिहान उठ्दाखेरि 9-10वटा चेक के अरे मेलहरू थियो, पासवर्ड चेन्ज गर्नु भनेको थियो, थुप्रै मेलहरू आएको थियो। र हामीले नेटमा अर्थात् युट्युबमा सर्च गर्दाखेरि केही पनि भेटेको थिएन। महाकुलुङ टेलिभिजनको एम मात्रै पनि केही देखेको थिएन। त्यो हाम्रो लोगो सबै त्यो भिडियोहरू लगभग तपाईँको 2600 भन्दा एबोभ हाम्रो भिडियोहरू छन्। हामीले 2014 देखि कर्म गरेको 2025 11 वर्षको हाम्रो सत्कर्महरू त्यहाँ दस्तावेज हामीले गरेका सम्पूर्ण चाहिँ हाम्रो भिडियोहरू केही पनि थिएन। तर 3 दिनको निरन्तर अब एकदमै प्रयास हैन, एकदमै कोसिस, त्यो आत्मा एकदमै दिलचस्पी भनिन्छ नि, एकदमै दिल नै लगाएर सृजनले मेहनत गरेपछि हिजो मात्रै हाम्रो युट्युब दुईवटै रिटर्न आएको छ। एउटा 1 दिन अगाडि नै आयो, 2 दिन अगाडि नै आयो 24 घण्टामा, एउटा चाहिँ 3 दिन पछाडि हिजो आएको छ। र यसको खुसियालीमा पनि एकदमै हामी सृजनलाई सम्मान गर्न चाहन्छौँ र यो खुसी चाहिँ सबैसँग हामी साट्न चाहन्छौँ। देश विदेशमा रहनुभएको हाम्रो शुभचिन्तकहरू, हाम्रो सपोर्ट गर्ने सपोर्टिभ्सहरू र एकदमै भ्युअर्सहरू सबैजनालाई हामी यो खुसी पनि बाँड्न चाहन्छौँ। हामी निरन्तर सत्कर्ममा छौँ। हामीले सत्कर्म गर्दै गर्दाखेरि धेरै प्रहारहरू हुनसक्छ। हाम्रो हात खुट्टा नै भाँचिदिए पनि अर्थात् हाम्रो हात खुट्टा नै हाम्रो काटिदिए पनि हामी सत्कर्म गर्नमा नेपाली पत्रकारिता क्षेत्रमा, नेपाली सञ्चार क्षेत्रमा हामी निरन्तर एकदमै त्यो अन्यायको आवाजहरूलाई बुलन्द गर्नको निम्ति र विशेष गरेर जो गरिब निमुखाहरूको आवाज, बिनहरूको आवाज चाहिँ हुनको लागि हामी हर प्रयत्न गर्नेछौँ। र विशेष गरेर हामीसँग त्यस्तो एकदमै टिम छ, जो हाम्रो कार्यक्रम निर्देशक हाम्रो दीपक चामलिङ, हाम्रो म्यानेजिङ मार्केटिङ डाइरेक्टर हाम्रो ऐश्वर्य श्रेष्ठ, हाम्रो सम्पादक हाम्रो राजेन्द्र केरुङ लगायतको हाम्रो जुन टिम छ, यो टिम एकदमै जित्न खोज्ने टिम हो, जित्नको लागि चाहिँ अगाडि बढ्दै गरेको टिम हो। जसले गर्दाखेरि सबैजनाले त्यसरी नै बुझ्नको निम्ति पनि म हार्दिक आग्रह गर्न चाहन्छु। र विशेष गरी यो लाइभ चाहिँ तपाईँले हेरिराख्नु भएको छ भने महाकुलुङ टेलिभिजनको यो लाइभलाई सेयर गरेर विश्व बजारसम्म विश्वभरि पुर्याइदिनु होला, हाम्रो शुभचिन्तकहरूको माझ पुर्याइदिनु होला। निरन्तर हामीमाथि प्रहार भइरहेको छ र तपाईँलाई जानकारी गराउनै पर्छ। अहिले पनि हाम्रो फेसबुक चाहिँ जुन मोनिटाइज भएको फेसबुक थियो महाकुलुङ टिभी भनेर यहाँले सर्च गर्न सक्नुहुन्छ। 1,40,000 हारारीको फलोअर्स छ। त्यो चाहिँ मोनिटाइज अहिलेसम्म पनि अफ रहेको छ। तर पनि मोनिटाइज अफ भए पनि हाम्रो हात खुट्टाहरू, हाम्रो विवेकहरू, हाम्रो नलेजहरू अफ भएको छैन। हामी निरन्तर रूपमा अगाडि बढ्नेछौँ र हाम्रो टिम साहस गरेर
यो एउटा चाहिँ हेर्दै गर्दाखेरिको एउटा सामान्य एउटा ठेसको रूपमा एउटा चाहिँ हामी सम्झिन्छौँ र हामीले आफूले आफूलाई फिल्टर गर्नुपर्ने एक किसिमको चाहिँ सम्पादन गर्नुपर्ने धेरै हुन सक्छ नजान्दाखेरि धेरै कमी कमजोरी हामीले गरिरहेका हुन सक्छौँ तर पनि जानेर चाहिँ कदापि कहिले पनि हामीले कमजोरी गरिरहेका छैनौँ जसले गर्दाखेरि हामी तपाईँहरूको पक्षमा रहेका छौँ हामी न्यायको पक्षमा इन्साफको पक्षमा रहेका छौँ हामीले नेपाली पत्रकारितालाई एउटा माध्यम बनाएर सबैको आवाजलाई एकदमै अन्यायमा परिरहेकाहरूलाई गरिब जनता निमुखाको आवाजलाई बुलन्द गर्ने कोसिस गरिरहेका छौँ जसले गर्दाखेरि अब अहिलेको लागि म यति यहाँको बीचमा कुरा राख्दै अब चाहिँ हामी हाम्रो कार्यक्रम निर्देशक दीपक गुरुबाको तर्फबाट हामी खादा लगाइदिएर हाम्रो सृजन शीर्षलाई सम्मान व्यक्त गरौँ र आज हामी सृजनलाई एक किसिमको सानो मायाको चिनो पनि पुरस्कारको व्यवस्था पनि हामीले गरेका छौँ महाकुल मिडिया प्रणालीको तर्फबाट यो चेक पनि हस्तान्तरण हामी गर्नेछौँ चेकमा चाहिँ 5 वटा एक रहेको छ 5 वटा एक रहेको छ 1111 हैन 11,111 रुपैयाँ हामी उहाँलाई चेक पनि हस्तान्तरण गरेर एउटा सानो मायाको चिनो उहाँलाई सम्मान विशेष गर्नेछौँ हाम्रो मिडिया प्रणालीको तर्फबाट र खादा पहिला लगाइदिनको निम्ति हाम्रो कार्यक्रम निर्देशक दीपक चामलिङज्यूलाई हार्दिक आग्रह गर्न चाहन्छु त्यसै गरी हाम्रो मार्केटिङ डाइरेक्टर ऐश्वरी श्रेष्ठज्यू पनि एकदमै हार्दिक धन्यवाद छ सृजन श्रेष्ठ एकदमै यसरी नै एकदमै हाम्रो गुमिसकेको एकदमै हामीले माया मारिसकेको हाम्रो च्यानल फिर्ता ल्याउनु भएको छ 2,15,000 भन्दा बेसी सब्सक्राइबर भएको हाम्रो महाकुलुङ टेलिभिजन एउटा महाकुलुङ टेलिभिजन विरासत हैन फिर्ता ल्याउनु भएको छ र हाम्रो क्यामेरा पर्सन रेगन पनि दाजुलाई ल्याइदिनु न फोटोको लागि राजन सरले एकदमै यो सत्कर्मको लागि एउटा ठुलो एउटा सत्कर्म र म पनि ल्याइदिन्छु एमटिभीको प्रबन्धक अजय अलङ्कारको तर्फबाट सम्मान व्यक्त गरेका छौँ साथै हामी चेक पनि हस्तान्तरण गर्दछौँ 11,111 रुपैयाँ चाहिँ यो रकम हामीले हस्तान्तरण गरिरहेका छौँ पुरस्कार स्वरूप एमटिभीको प्रबन्धक अझै अलङ्कारको विशेष गरेर यो अङ्कमा यो पैसा कमै होला तर सबैको आत्मादेखि दिएको यो जुन आशीर्वाद सबैको आत्मादेखि दिएको यो जुन हैन उहाँले गरेको कर्मको यो शाबासी भनौँ न यो चाहिँ ज्यादै महत्त्वपूर्ण छ र म के भन्न चाहन्छु भने मलाई एउटा प्रसङ्गको याद आयो प्लेन एकचोटि बिग्रिएछ धेरैजनाले त्यो प्लेन बनाउनको लागि कोसिस गरेछ धेरैजनाले कसैले बनाउन सकेन अनि एकजना बुढो मान्छे आएर चाहिँ 1 घन्टाले दिइहालेछ अब प्लेन बनाउनु पर्ने घनले दिन्छ यार अनि यो मान्छे त प्लेन बनाउने मान्छे त होइन यो मान्छे त गाडी बनाउने यो ट्याक्सी बनाउने मान्छे हो कि हाम्रो मान्छे छुट्यो भयो गएर ल पाइलट एकचोटि स्टार्ट गरेर हेर्नुहोस् न त भनेको त प्लेन त स्टार्ट मजाले भयो ल हेर्नुहोस् अब कति तपाईँको दस्तुर भनेको त 5 लाख रुपियाँ हुन्छ कहाँ एक घन हानेछ यार 5 लाख मागेर पनि हुन्छ हेर्नुहोस् के हो यो तरिका तपाईँको एक घन 5 लाख उसले भनेछ मेरो खासमा चाहिँ घन हानेको चाहिँ 1 घन हानेको चाहिँ 1 रुपियाँ मात्रै हो तर 4,49,000 चाहिँ मैले आजसम्म 50 वर्ष अनुभव जुन सङ्घाले प्लेन बनाउनको लागि जुन मेहनत मेरो पुरै जिन्दगी प्लेन बनाउँदाखेरि जुन मेरो जिन्दगी नै लगानी गरिसकेँ त्यो अनुभव बापत
मेरो दस्तुर 4,79,000 चाहिँ त्यो हो है र एक घन हानेको त 1 रुपियाँ मात्रै हो यस कारण कहिलेकाहीँ होइन हामी सोच्ने गर्दछौँ कि होइन सयौँ मान्छे लगाउनुभन्दा 50औं वर्ष अनुभव सङ्घालेको लिजेन्डलाई हामीले लगायौँ भनेदेखि त्यसले 1 घन हानेको त हो ठुलो काम गरेको जस्तो त लाग्दैन तर 1 घन नै काफी हुन्छ समस्या समाधान गर्नको लागि र त्यो 1 घन हान्ने व्यक्ति अरू कोही नभएर हाम्रो बिचमा रहनुभएको सृजन भाइ मजा आएन यो हो नि भनेको यस कारणले गर्दाखेरि आजको यो समयमा आजको यो रात्रिकालीन समयमा भाइलाई हामीले अनि एमटिभी टोलीले चाहिँ उहाँलाई यो सम्मान गरिरहँदाखेरि उहाँको गलामा एक हदा अर्पण हामीले गरिरहँदाखेरि उहाँको हामी स्वर्ग भनेर भन्ने गर्दछौँ स्वर्ग कहाँ छ मानिसको हातमा हुन्छ क्या कर्मशील हातमा उहाँको यो स्वर्ग बनाउने यो हातहरूलाई हामीले आज चाहिँ काम चाहिँ उहाँको हातले गर्छ सम्मान चाहिँ गलाले पाइरहेछ हेर्नुहोस् इन्डाइरेक्ट यस कारणले गर्दाखेरि हाम्रो पुरस्कृत र सम्मानित हुनुहुने सृजन भाइको स्वर्ग बनाउने हातहरूको कारणले गर्दा उहाँको शिर थाम्ने गलाले चाहिँ यो सम्मान प्राप्त गरिरहेको छ यस कारणले गर्दाखेरि हामी अबको दिनहरूमा हामीलाई हार्ने छुट छैन अबको दिनहरूमा हामी कुनै पनि एमटिभी टोलीको यो यात्रा अलिकति पनि पज हुने अवस्था छँदै छैन यो यात्रा अब यसरी तय भइसकेको छ कि यसले चाहिँ फेरि नयाँ ऊर्जा नयाँ शक्ति नयाँ जोस नयाँ ताकत यसले दिएको छ कहिलेकाहीँ हामीसँग भएका होइन कहिलेकाहीँ हामीसँग जे चिज छ त्यो भएको चिजको खासै मूल्य छैन कि क्या हो यो भन्ने महसुस भइराखेको अवस्थामा यो त ज्यादै ठुलो मूल्यवान चिज रहेछ अब यसलाई हामीले अझ मलजल गरेर अझ यसलाई सशक्त बनाएर अगाडि बढ्नुपर्छ भन्ने किसिमको यो एउटा ताकत पनि अब यो पोइन्टबाट दिएको छ कहिलेकाहीँ हामीलाई यस्तो लागिराखेको हुन्छ यात्रा त गरिराखेका हुन्छौँ हामी दौडी पनि राखेका हुन्छौँ काम पनि गरिराखेका हुन्छौँ होइन तर यो चिजको कति मूल्य छ र यसको अर्थ कतै छ र यसले होइन कस्तो किसिमको काम गर्नुपर्छ भन्ने सोच बिना हामी एउटा यात्रा तय गरिराखेका हुन्छौँ तर यो घटनाले चाहिँ के गरेको भन्दाखेरि हरेक घटनाहरू चाहिँ राम्रोकै लागि हुने गर्दछ र यसले चाहिँ अब फेरि हाम्रो स्ट्राटेजीहरू रणनीतिहरूलाई चाहिँ अझ परिष्कृत गरेर अझ सशक्त भएर अगाडि यो टिम बढ्नुपर्छ होइन अब यो भनेको एक किसिमको हावाको माध्यमद्वारा गर्ने कर्म हो यो हावामा जुनसुकै समयमा पनि जे पनि मिश्रण भएर जतिखेर पनि धोका हुन सक्छ होइन त्यस कारणले अबको दिनहरूमा हामी सचेत हुँदै यस्ता आइपर्न सक्ने सम्भावित घटनाहरूलाई पनि समेट्दै अब हामी व्यवस्थित तरिकाले अगाडि बढ्न पनि जरुरी म देख्दछु म यहाँहरूलाई के विनम्र अनुरोध गर्न चाहन्छु भने हाम्रो एमटिभी टोलीलाई अब हामी अबको यो यात्रामा अब हामीले केही ठोस केही महत्त्वपूर्ण ठोस कार्यक्रमहरू ठोस उपलब्धिमूलक यसले 1 वर्षपछि 6 महिनापछि आजको भोलि होइन 3 महिनापछि 4 महिनापछि यसले के समाजलाई दिन सक्छ त्यो तरिकाले चाहिँ एउटा लामो यात्राको घोडा जस्तो तरिकाले अबको कार्यदिशाहरू अगाडि बढाउनुपर्छ लागेको छ अर्को कुरा भाइ सृजन उहाँ यति प्रतिभाशाली व्यक्ति हुनुहुन्छ आज एमटिभीको उहाँ एडिटर हुनुहुन्छ अत्यन्त राम्रो भनौँ न ब्याकबोनको रूपमा उहाँ हुनुहुन्छ उहाँले जसरी काम गरिरहनु भएको छ आजको दिनबाट उहाँले अन्य धेरै यस्ता समस्यामा परिराखेका च्यानल उडिराखेका नाम निशानी नभएका होइन जसको च्यानल उडिराखेको छ त्यस्ताहरूको समस्याको समाधान गर्नको लागि पनि के अरे सृजन सुरेशलाई तपाईँहरूले सम्झन सक्नुहुन्छ हाम्रो एमटिभीको मात्र होइन उहाँ चाहिँ अब अल होइन
वर्ल्ड वाइड रूपमा चाहिँ उहाँले यस्ता समस्याहरूको समाधान गर्नुहुन्छ र उहाँलाई तपाईँहरूले आगामी दिनहरूमा कुनै त्यस्ता समस्या आयो तपाईँको च्यानलमा नाम निशानै हराउने गरेर तपाईँको च्यानलहरू उडिराखेको छ गइराखेको छ भनेदेखि त्यसको समाधानको रूपमा युट्युबका हरेक समस्याहरूको समाधान होइन एडका कुराहरू भनौँ फेसबुक पेजका कुराहरू भनौँ यो डिजिटल्ली धेरै समस्याहरू आइराखेको हुन्छ ती समस्याहरूको एउटा अत्यन्त राम्रो समस्याको समाधान गर्ने व्यक्ति उहाँ हुनुहुन्छ एज अत्यन्त राम्रो भनौँ न उहाँ एउटा प्रतिभा हुनुहुन्छ यस कारणले आजको दिनबाट उहाँले जुन मैले अघि बनिरहेको थिएँ एउटा जुन किसिमको अनुभव उहाँले सङ्घाल्नु भएको छ जुन किसिमको अनुभव सङ्घाल्नु भएको छ यत्रो वर्षदेखि र यो चाहिँ उहाँले स्थान पाउनु पर्दछ र उहाँलाई हामीले भाइ सृजनलाई आगामी दिनहरूमा अन्य धेरैको समस्या समाधान गर्नको लागि पनि हामी सबैले उहाँलाई सम्झौँ भन्ने पनि मेरो चाहना हो र कतिपय अवस्थामा अब के भएको छ त भन्दाखेरि होइन हाम्रो बसाइ चाहिँ नेपाल हुन सक्छ तर कार्य क्षेत्र चाहिँ वर्ल्ड वाइड हुन सक्छ भाइ सृजनले यहीँ बसी युकेको समस्या समाधान गर्न सक्नुहुन्छ अस्ट्रेलियाको समस्या समाधान गर्नुहुन्छ अमेरिकाको समस्या समाधान गर्न सक्नुहुन्छ जुनसुकै ठाउँमा नेपाल मात्र नभई वर्ल्ड वाइड रूपमा उहाँले चाहिँ यी यस्ता कामहरू अब गर्दै हुनुहुन्छ र गर्न सक्नुहुन्छ त्यो क्षमता उहाँले देखाइसक्नु भएको छ यस कारणले गर्दाखेरि कहिलेकाहीँ के हुन्छ भने काम त यति वर्षसम्म निरन्तर रूपमा गरियो तर यो काम गर्दा गर्दा पनि वाक्क लाग्यो अब यो कामलाई छोडी पो दिने हो कि अब हापेर अर्कैतिर पो धार मोड हो कि भन्नु पर्दैन सृजन भाइले आज उहाँले के प्रमाणित गर्नुभएको छ भनेदेखि त्यो अदृश्य ह्याकरले उसको भनौँ न एक किसिमको घाँटीमा न्याकेर त्यसको चाहिँ कता लग्यो हामी थाहै भएन सबैजना चाहिँ रातको 1 बजे चाहिँ हल्ला मच्यो होइन आक्रमण भयो लग्यो अब त नाम निशानै छैन अब कसरी चाहिँ त्यसलाई चाहिँ क्लेम गर्ने त अब त्यो कता छिर्यो उत्तर गयो कि दक्षिण गयो कि पूर्व गयो कि पश्चिम गयो सबैलाई केही थाहा छैन तर त्यो अवस्थामा चाहिँ उहाँले त्यो होइन त्यो आक्रामक हिंस्रक त्यो बाघ रूपी म त बाघै भन्छु त्यो है हिंस्रक त्यसले चाहिँ होइन त्यो ह्याकरले चाहिँ लगिसकेको चिजलाई चाहिँ उहाँले पत्तो लगाएर आज समस्याको समाधान गर्नुभएको छ हेर्नुहोस् त्यो एक घन उहाँले त्यो होइन त्यो हिंस्रक बाघलाई उहाँको एक घन नै काफी भयो यो कारणले गर्दाखेरि पनि त्यो गन कसरी सम्भव भयो त्यो सिजनलाई थोरै हो त्यो होइन त्यो कसरी सम्भव भयो भन्ने विषयमा पनि हामी थोरै कुराकानी गर्छौँ होइन कसरी ह्याक भयो के कारणले ह्याक भयो त्यसमा भर पर्छ अब हाम्रो चाहिँ सुरुमा राति ह्याक भएछ ह्याक भएपछि त्यो दुईटै च्यानल गएपछि एउटा त के सर्च गर्दा पनि नआउने अनि एउटा चाहिँ आउने रहेछ त्यसबाट दुईटै एकैचोटि प्रोसेस गर्दाखेरि चाहिँ खतरा आउने भएकोले पालो गरेर एउटा चाहिँ 24 घण्टा पछि रिकभर गरियो अनि अर्को चाहिँ युट्युबले त्यसलाई के अरे क्रिप्टो करेन्सी अब इलिगल हो नि त त्यसको बारेमा प्रचार लाइभ बसिया रहेछ ह्याकर चाहिँ अनि ह्याकरले त्यस्तो क्रियाकलाप गरेपछि युट्युबले चाहिँ त्यसलाई रिभ्यू गरेर फाइनल त्यो चाहिँ 100% च्यानललाई पुरै फालिदिएको डिलिट गरिदिएको त्यो मेल पनि आएछ मेल आएपछि चाहिँ त्यो अब युट्युबलाई चाहिँ च्याट मार्फत अनि फोनमा पनि पछि कुरा गरेँ मैले कुरा गरेर चाहिँ यो चाहिँ अब हाम्रो गल्ती होइन ह्याकरले ह्याक गरेर उसको क्रियाकलापले गर्दाखेरि त्यसको सजाय हामीले बोक्नु हुँदैन हाम्रो धेरै मेहनत छ भन्ने हिसाबले चाहिँ प्रोसेस गरियो अनि उनीहरूले पनि धेरै गाह्रो माने उनीहरूले कन्फर्म भइसकेपछि त्यस्तो इलिगल चिजहरू प्रचार इलिगल एप्लिकेसनहरू जुन प्ले स्टोरमा हुँदैन प्ले स्टोरमा भएको चिजहरू गुगलमा भएको चिजहरू पनि इलिगलहरू कतिपय हुन्छ त्यस्तोहरूलाई प्रचार गरेको खण्डमा त्यस्तो लाइभ बसेको खण्डमा चाहिँ युट्युबले त्यसलाई इलिगल मान्छ र त्यसलाई चाहिँ स्वतः खारेज गर्छ जति तपाईँको मिलेन होस् जति तपाईँको चाहिँ सब्सक्राइबर जति चाहिँ पैसा होस् सबै त्यो तपाईँको चाहिँ युट्युबले डिलिट हानिदिन्छ र युट्युब च्यानल त गयो च्यानल गएपछि पैसा जुन एडसेन्स हुन्छ युट्युबको त्यो बिना तपाईँको पैसा कमाए पनि ब्याङ्क खातामा आउने सम्भावना हुँदैन त्यो जुन पैसा एडसेन्स चाहिँ चेक गर्दाखेरि थियो एडसेन्स चेक गर्दा थियो किन मेल ह्याकर यस्तो खतरा कि त्यसले चाहिँ हाम्रो जुन 2 लाख प्लस सब्सक्राइबर भएको च्यानल चाहिँ
छुट्याएर मजाले क्या अब अरूको प्रायःको च्यानलहरू उसँगै जस्तै अलङ्कार पोडकास्टको चाहिँ जिमेलसँगै लग्यो माइक्रो इन्टेलिजेन्स चाहिँ पुरै छुट्याएर च्यानल मात्र लग्यो क्या अनि च्यानल ट्रान्सफर गर्नलाई 7 दिनको समय हुन्छ युट्युबको चाहिँ जस्तै तपाईँले कसैलाई च्यानल बेच्दै हुनुहुन्छ अथवा किन्दै हुनुहुन्छ भने तपाईँले पुरै जिमेल दिइराख्नु पर्दैन त्यसलाई चाहिँ ट्रान्सफर गरेर नयाँ जिमेल बनाएर उसलाई दिने अथवा लिने त्यो गर्न सिस्टम हुन्छ त्यो 7 दिनको समय पनि त्यो खै के कसरी हो त्यसले अब एकैछिन त्यो 10 मिनटमा ट्रान्सफर गरेर च्यानल लगिसकेपछि चाहिँ पछाडि चाहिँ युट्युबलाई त्यसरी युट्युबसँगको सहकारीमा अब हामीले जे जति गरिन्छ यो लिगल तरिकाले है युट्युब ह्याकरले इलिगलले गर्छ हामीले रिकभर चाहिँ लिगल तरिकाले गर्छौँ त्यसरी भयो धेरै प्रयास गरियो म अलिकति सम्भावना चाहिँ कम देखाएको थिएँ माइक्रो इन्टेलिजेन्स आउँदैन भन्ने चाहिँ किन भन्दाखेरि युट्युबको त्यो नराम्रो के अरे ह्याकरको नराम्रो चाहिँ क्रियाकलापले गर्दाखेरि युट्युबले फालिसकेको चिज हो त्यो कम्पनीले नै स्वतः रिमुभ गरेको अन्त ह्याकरले गर्दा हो त्यस्तो भनेर सम्झाएपछि दियो फाइनली यो च्यानल फर्क्यो हामी सबैलाई बधाई हामी सबैले धेरै शुभकामना छ अब लाइभ त्यो केटो चाहिँ कस्तो हामी जस्तै यङ मान्छे सपना भएको योजना भएको ढिँडो पाकिसकेको छ अनि अब ढिँडो खाइहाल्नुपर्छ ढिँडो खाना खाने अनि एका बिहानै 3 बजेतिर चाहिँ उस समुद्रको किनार पुगिहाल्यो त्यतिखेर उसमा चाहिँ एउटा जोस क्या माछा मार्ने होइन तपाईँ हामी पनि एक किसिमको जाल बोकेर दौडिरहेछौँ अब माछा कता छ दायाँ छ बायाँ छ खोजिरहेछौँ त्यो केटो पनि कप समुद्र किनार पुग्यो आज चाहिँ म चाँडै आइपुगेँ है भनेर ठिक टाइममा छु तर अलिक चाँडो भयो भनेर अब टक्क ढुङ्गाडीमा बस्छ उसको चाहिँ बाटोमा जाँदा जाँदै यत्रो पोका भेट्या हुन्छ के कसले चाहिँ ढुङ्गा समुद्रको चिल्लो ढुङ्गाहरू चाहिँ पोको बनाएर लग्या रहेछ भनेर उसले पनि त्यो झोलाको मायाले चाहिँ बोकेर गएको रहेछ अब त्यो ढुङ्गै त हो भनेर त्यो झोला चाहिँ सकिएपछि झोला चाहिँ ल काम लाग्छ भनेर केटोले फ्याँक्नु थाल्यो चिप्लुक गर्छ मजा आउँछ अन्तिम ढुङ्गा चाहिँ उसले जब ढक्क फाल्नको लागि रेडी हुन्छ उताबाट घाम उदाएको टल्क्यो क्या त्यो हात कहाँ ढुङ्गा हुने हिराको टुक्रा पर चल्दा हेर्नुहोस् है झन्डै फालिहाल्यो त्यत्रो एक झोला हिरा त मैले त्यत्रो गएर सम्म फ्याँकेछु नि त हो खेल्दै गर्दैन त्यो चुप्लुक भने त्यो मजा सँगसँगै उसले एक झोला हिरा फ्याँकिसक्यो अब ऊ बहुतै चिन्तित भयो बहुत पश्चाताप गर्छ आफ्नो हातमा आएको हिरा चाहिँ फ्याँक्यो यार आज हाम्रो पनि होइन उसले एउटा मजा सँगसँगै चुप्लुकको त्यो आवाज सँगसँगै उसले जुन महत्त्वपूर्ण फ्याँकेको छ हामी सञ्चारकर्मीहरू चाहिँ हेर्नुहोस् है त्यो एक सेकेन्ड होइन लाई चाहिँ हामीले सदुपयोग गर्नुपर्ने हुन्छ कि